चलचित्र समग्रमा चाहिँ जतिजनाले हेर्नु भएकोले असाध्यै प्रिय तरिकाले यसलाई हेरिदिनु भएको छ, मन पराइदिनु भएको छ। यसको कथावस्तु हरेक पात्रहरू यो चलचित्रमा भएका हरेक पात्रहरूलाई उत्तिकै एप्रिसिएट गरिदिनु भएको छ। व्यक्तिगत तवरले मेरो पात्रलाई पनि असाध्यै प्रेम गरिदिनु भएको छ। त्यस कारणले गर्दा अब सिनेमा हेर्निन्जेलसम्म पनि एकदम मजा आउँछ होइन, कथा सर बगेको छ। त्यसकारण जतिजनाले हेर्नु भएको छ बडा उत्कृष्ट तरिकाले हामीलाई माया बर्साउनु भएको छ अनि त्यो कारणले गर्दाखेरि पनि एकदम एक्साइटेड छु। कसैको साथी होस् त सन्दीप दाई जस्तो अरे कि सबले हिजो पनि त्यही भनिराख्नु भएको छ, आज नि के भन्नुहुन्छ दाई? होइन, साथ भने चाहिँ के रहेछ भन्दाखेरि जीवनमा सबैभन्दा मान्छे सुरक्षित र असुरक्षित सम्बन्धका कारणले हुन्छ। सुरक्षित असुरक्षित सम्बन्धका कारण यदि सम्बन्धले सुरक्षित बनायो भने त्यो जतिको सुरक्षित मानिस कोही पनि हुँदैन। यो सम्बन्धकै कारणले असुरक्षित भयो भने जे जस्तै भए पनि ऊ असुरक्षित हुनसक्छ कि। त्यसकारण मेरो भागमा, मेरो कर्ममा, मेरो भागमा चाहिँ एउटा साथीलाई सुरक्षित बनाउने चरित्र लाग्यो, जसको लागि म एकदमै कृतज्ञ छु। यो चाहिँ विशेष त डिरेक्टर साहबलाई, हाम्रो जसले चलचित्र निर्माण चाहिँ भनौँ न, जसले मलाई यो स्क्रिप्ट सुनाउनु भयो उहाँप्रति बडा कृतज्ञ छु। जितु दाईप्रति बडा कृतज्ञ छु, जसले चाहिँ यार तिमीले यो सिनेमा गर्नै पर्छ भनेर जसरी भन्नुभयो। त्यसकारण अब भन्नु न, आफूले खेलिसकेपछि यो चरित्र यस्तो मिठो तरिकाले भएर पर्दामा आएको देख्दाखेरि आफै पनि प्रफुल्लित छु। जितु दाई अहिले आज खोइ देखिन भएन होइन, एकदम छटपट्टिमा हुनुहुन्थ्यो हिजो पनि, तनावमा कहाँ हुनुहुन्छ जितु दाई? जितु दाई चाहिँ सो सुरु हुनुभन्दा अगाडि आउनुभयो, हामीले काम बाँडफाँड गऱ्यौँ। दाईले सो सुरु हुनुभन्दा अगाडि आउनुभयो, म सो बन्द वा सकिएपछि चाहिँ म आइपुगेँ। सो कामको बाँडफाँड थियो। सो दाईले सो सुरु हुनुभन्दा अगाडि यो सम्हाल्नुभयो, मलाई चाहिँ सो पछिको जिम्मेवारी दिनुभयो, त्यति हो। कुन मजा आउँदो रहेछ, सो अघि कि पछि? सो पछि चाहिँ अलिकति डर लाग्दो रहेछ, किन भन्दाखेरि त्यो जाँच दिएर रिजल्ट कुर्या जस्तो हुने क्या होइन। तर अब पेपर राम्रो गएको छ, आफूले राम्रो पढाएको छ र पेपर राम्रो गएको छ भने त ढुक्क हुन्छ नि त। त्यसकारण हामीलाई चाहिँ ढुक्क के थियो भन्दाखेरि अब पेपर राम्रै गएको छ, किनभने जतिजनाले हेर्नु भएको छ राम्रो भन्नुभएको छ, त्यसको आधारमा पनि ढुक्क चाहिँ भइन्छ। अब हिजो अब पेपरमा नि कहिले काहीँ टेक्निकली मिस्टेक हुन्छ जस्तो कुरा हिजो जितु दाइले गर्दै हुनुहुन्थ्यो, किन आउनु भएन दर्शकहरू, अलिक तनावमा देखिनु भयो? होइन, मलाई दर्शक नआएको भन्दिनँ होइन, दर्शक त आउनु भएको छ नि। तपाईँले अब चाहिँ कुनै कतिपय चलचित्र तपाईँले पनि सुन्नुहुन्छ नि, पानी पिउन पाएन भन्छ नि होइन, हामीले त पानी समथिङ लाइक द्याट। हामीले बडा सुन्दर तरिकाले यो समय बिताइरहेछौँ क्या। किन भन्दाखेरि हेरेको मान्छेले नराम्रो भनिदिएको भए हामीलाई बडा गाह्रो हुन्थ्यो, पीडा हुन्थ्यो होइन। तर जतिजनाले हेर्नु भएको छ, यस्तो प्रेमपूर्वक हेर्नु भएको छ होइन। मेरो फेसबुकमा तपाईँले हेर्नुभयो भने चाहिँ मलाई ट्याग गरेको स्टोरिजहरू, मेसेजहरू यति धेरै छन् कि यो सिनेमाको कारणले गर्दा। त्यसकारण मलाई चाहिँ दर्शकहरू आउनु भएको छ र जति आउनु भएको छ उहाँहरूले बडा प्रेम गर्नुभएको छ, यही काफी छ। अलिक कमी चाहिँ महसुस जितु दाइले के भएको हो होइन, अलिकति छटपट्टि राख्नु भएको थियो कि होइन? जितु दाई छटपटेको होइन, चटपटे मान्छे हो होइन। उहाँ चाहिँ छटपटे होइन, चटपटे मान्छे हो। त्यो उहाँको छटपटाट होइन, त्यो चटपटाट हो। त्यसलाई उहाँको चटपटाटलाई छटपटाट भन्नु हुँदैन, किन भन्दाखेरि उहाँ चाहिँ सिनेमामा मात्रै होइन, अब स्टेजमा जानुभन्दा अगाडि पनि अब केही याद छैन या तरिका के भन्ने हो जस्तो हो। त्यो स्टेजमा गएपछि उहाँ बडा राम्रो चाहिँ पर्फर्मेन्स गर्नुहुन्छ नि त। सो उहाँको त्यो मलाई लाग्छ त्यो पर्सनालिटी हो। उहाँ छटपटाट होइन, उहाँ चटपटाट मान्छे हो। दाइ जितु दाइलाई तपाईँले हुन्छ नि पहिलो भेट कस्तो थियो, कसरी चिन्नुहुन्थ्यो भेट्नुभन्दा अगाडि? जितु दाई त म भनौँ न, म टेलिभिजनको स्क्रिनमा आउनुभन्दा अगाडि टेलिभिजनको स्क्रिनमा आफ्नो आधिपत्य जमाइसकेको मान्छे। हामी उहाँलाई हेर्थ्यौँ होइन, उहाँलाई हेर्थ्यौँ। उहाँ जस्तो त्यही टेलिभिजनको स्क्रिनभित्र आफू पनि बस्नु पाए हुन्थ्यो भन्ने सपना देखेको मान्छे। त्यस कारण मैले जहिले पनि अप्रिसिएट गरेँ। जस्तो नेपाली कमेडीको सेक्टरलाई चाहिँ यहाँसम्म टेवा पुऱ्याएर यहाँसम्म लिएर आउने र यो भनौँ न कमेडीलाई कमर्सियली भाइबल बनाउन, कमर्सियली यो कमेडी पनि बिग्छ है भनेर स्थापित गर्नको निमित्त जितु दाईको पनि ठुलो हात छ। त्यसकारण म उहाँलाई चाहिँ एकदमै भनौँ न, मलाई उहाँ
मेरो लागि एउटा इन्सपिरेसन जस्तो लाग्छ होइन, जुन ठाउँबाट जसरी उहाँले चाहिँ आफ्नो जीवन सुरु गर्नुभयो, कलाकारिता जीवन होइन, त्यो कलाकारिता जीवन चाहिँ बडा साँच्चीकै उल्लेखनीय छ, एकदम अप्रिसिएट गर्नुपर्नेछ होइन। मान्छेले उहाँलाई अस्ति एउटा कार्यक्रममा गएको थियौँ, अब एउटा रोस्ट गर्ने सेसन थियो, उहाँलाई होचो होचो भनेर रोस्ट गरिरहेको थियो। मैले भने उहाँको फिजिकल हाइटभन्दा उहाँको उपलब्धिको हाइट हेर, साँच्चीकै हाइटको कुरा गर्ने मान्छेलाई डर लाग्छ क्या होइन। त्यसकारण मलाई चाहिँ उहाँ एकदमै प्रभावशाली मान्छे लाग्छ, आत्मीय मान्छे लाग्छ, मन खुल्ला भएको मान्छे होइन। आजकल त टिकटक बनाउँदाखेरि पनि फिल्टर लगाएर बनाउँछन्, उहाँ चाहिँ फिल्टरै नभए मान्छे क्या केहीमा पनि फिल्टर नभएको क्या होइन, त्यो मान्छे। अब तपाईँ पनि विदेश धेरै जानुहुन्छ, जितु दाई त एकदमै बढी कमेडियन कलाकारमा प्राय धेरै सबैभन्दा बढी विदेश जाने कलाकार पनि भनेर चिन्नुहुन्छ होइन। सँगै जाँदाको त्यस्तो किस्साहरू केही छन् दाइ? अब सबैभन्दा नभनौँ हामी त्यो लिस्टमा हुनुहुन्छ? उहाँ सबैभन्दा विदेश जाने लिस्टमा हामी सबैजना छौँ। अब दाइसँग मैले धेरै देशमा प्रोग्राम गरेको छु होइन। विशेष त उहाँसँगको जहिले पनि ट्राभल फेरि कस्तो हुन्छ भने अब उहाँ र मेरो कुरा मिल्ने भएको हुनाले प्लेनको सिटमा पनि सँगै बस्छौँ होइन, प्लेनको सिटमा पनि सँगै हुन्छ हामी। अनि ल्यान्ड भइसकेपछि होटल पनि एउटै हुन्छ, होटलले मात्रै एउटा होइन रुम पनि एउटै हुन्छ क्या प्रायः जस्तो। सो उहाँसँग एकदम अन्तरङ्गका कुराहरू, आत्मीय कुराहरू, एकदम बिलङ्गिङका कुराहरू हुन्छ, धेरै छन् त्यस्तो। अब के सम्झिनु के सम्झिनु, त्यस्तो रमाइलो हुन्छ नि, फनी मुभमेन्टहरू केही थियो त्यस्तो? सम्झे भन्नु कि नभन्नु होइन, नभन्नु होला। मैले आफै सम्झेर मक्क परिरहेको छु है, म मक्क परेको देखेर तपाईँहरू पनि मक्क पर्नु न, केही त कुरा छ मैले साँच्चीकै तपाईँले भनेपछि फ्ल्यासब्याकमा गएँ क्या। अनि सिरिज अब घटना आयो नि त, अनि केलाई सम्झिनु भन्दा एउटा सम्झेँ मैले, म भन्दिनँ। नन भेज टाइपको होइन, नन भेज केही पनि होइन होइन, जस्तो भनौँ त या त अझ शङ्का पनि निक्लेला जस्तो हो। हाम्रो लास्ट इयर मात्रै हो, लास्ट इयर चाहिँ हामीले अब प्रोग्राम सकेपछि अब सेलिब्रेट गर्ने भनेर अब हामीलाई चाहिँ एकदम भव्य रेस्टुरेन्टमा लगिन्छ, हङकङमै हो। विशाल दाई, चन्दन दाई, हिमाल दाईहरूले चाहिँ एउटा राम्रो रेस्टुरेन्टलाई जानुभयो। आई थिङ्क द्याट इज ओन बाई विशाल दाई हिमसेल्फ। अनि मैले चाहिँ एउटा सिङ्गल माउन्ट ग्लेनलिभी 21 इयर्स चाहिँ लिएँ होइन। लिएपछि मैले चाहिँ दाइ अब हामी 4-5 दिन बसिन्छ होइन, एक बोतल भएपछि त हामीलाई खेलो हुन्छ होइन। अनि किन भन्दाखेरि म चाहिँ अब 2 देखि 3 पेक खाने होइन म्याक्सिमम् टक्क लाएर भने, अनि भाइ यो मिठो हुन्छ भने दामी हुन्छ भनेर भन्नुभयो। अनि हामीले त्यहाँ रेस्टुरेन्टमा खाएनौँ, अनि होटलमा लागिकन रुम पार्टनर हो हामी, अनि टक्क 1 प्याक खायौँ, 2 प्याक खाएर ल सुतौँ दाइ भने त भाइ अब खानै नपर्ने हो, खाएपछि त यो सिद्धाउनु पर्छ। यो मैले खाएँ भनेर थिएन, अब मलाई खुट्टै भन्नु लाग्यो के गर्नु अब, म त भएको के, म त सक्दिनँ बाबा सुतेँ भनेर भने, ए भाइ कहाँ हुन्छ यस्तो भन्नुभयो। एउटा रमाइलो, मैले भने फिल्टरै छैन क्या उहाँको। ल अघि हुन्छ नि हामी आउँदाखेरि सायद यो फिल्मको कार्यकारी निर्माता भतिज जितु दाईको एकदम रमाइलो गरिराख्नु केही भइरहेको थियो अगाडि एकदम होइन। अब मलाई के भयो भन्दाखेरि सधैँ यसरी प्रतिक्रिया दिने बेलामा अरू आफ्नो एक्टर्सहरू पाइरहेको, अब जितु दाई आउनुभयो, बिहान चक्क लाएर सम्हालेर जानुभयो, त्यसपछि अब फिल्म सकेपछि तिमी नै जाऊ जितु दाई पनि हुनुहुन्छ। अनि निरजले पनि तपाईँ नै जानुपर्छ भन्छ। अनि कता एक्लै त डरला जस्तो भएको, त्यही भइरहेको थियो। अब अन्तिममा दर्शकलाई के भन्नुहुन्छ? ओके, दर्शकलाई चाहिँ थ्याङ्क यू भेरी मच, जसले हेरिदिनु भयो, हेरेर मिठो प्रतिक्रिया दिनुभयो, जसले हेरिदिनु भयो, माया गरिदिनु, उहाँलाई हृदयदेखि धन्यवाद। अब म एकदम सुन्दर चलचित्र बनाएको छु, साँच्चीको प्रेमपूर्वक चलचित्र बनाएको छु, आत्मीयताका साथ चलचित्र बनाएको छु। यो चलचित्रले तपाईँलाई साँच्चीकै कनेक्ट गर्छ, साँच्चीकै फिल गराउँछ, तपाईँले रिलेट गर्नुहुन्छ।
यसका आरोह अवरोहहरूसँग चाहिँ तपाईँ साँच्चीकै यो चलचित्रमा प्रत्येक चरित्रले गरेको यात्रासँगै तपाईँ त्यो यात्रामा समावेश हुनुहुन्छ। तपाईँलाई यो यात्रा साँच्चीकै रोमाञ्चक लाग्छ। प्लिज आएर हेरिदिनु होला। थ्याङ्क यू। दाइ अन्तिममा एउटा प्रश्न, तपाईँ किन ग्याप गर्नुभयो फिल्ममा? यो पनि भन्नुपर्छ? अब क्लियर छ है भाइ कुरा। अब यो चलचित्रमा चाहिँ अब पहिला भनौँ न, हामीले जब मैले 6 एकान 6बाट खेल्दै यो टिमसँग आएँ होइन, हाइवेबाट फिल्म खेल्न थालेँ। मलाई पनि फिल्म खेल्नै मन लागेको मान्छे हो। तर फिल्म खेलिराख्दाखेरि चाहिँ अब भनौँ न यो सैद्धान्तिक कुराहरू अलिकति अलिक नमिल्ने क्या अलिक नमिल्ने अनि सिद्धान्तहरू अलिक कम हुने भएको कारणले गर्दा यो सिद्धान्त कतातिर बढी हुन्छ भन्दा स्टेजमा यहाँ ट्राभल गर्दाखेरि बढी हुने। त्यस कारण मैले त्यो प्रकारले पनि सोचेँ सिनेमा खेल्छु तर पहिला चाहिँ यो चिज गरिहाल्छु भनेर। अब चाहिँ सिनेमा खेल्छु किन भन्दाखेरि धेरै फिल्म दर्जनौं फिल्म आयो अरे दाइलाई। आयो तर अब सिद्धान्त मिलेन। अब चाहिँ मैले एउटा आइडिया लाछु कि रोल मलाई मन पराएर दिनु, पैसा तपाईँले मन पराएर दिनु होला कि पैसा मैले मन पराएर दिनु, जे रोल दिए पनि हुन्छ। कस्तो क्लियर मान्छे होइन कस्तो क्लियर। अब कि मैले भने जस्तो रोल दिनु हो भने पैसा तपाईँले मन पराएर दिनुहोस्, रोल मैले मन पराए हुनु पर्यो। अब होइन पैसा मैले भने मन पराउनु भयो भने जे यति पनि खेलिदिन्छु।